बर्ड्स र किङहरूको ट्रिटी मिथको बारेमा थाहा छ त? अकर्डिङ टु एकदमै पुरानो नेवारी ट्रेडिसनल मिथ, धेरै अगाडि हाम्रो बर्ड्सको र मानवहरूको एकदमै ठुलो झगडा हुने गर्थ्यो अरे। किन भन्दाखेरि मान्छेहरू अल इयर राउन्ड काइट उडाउने गर्थे अरे। सबै वर्षमा जहिले पनि काइट उडाउने भएर गर्दाखेरि बर्ड्सहरूलाई एकदम धेरै हार्म हुने गर्थ्यो अरे। कहिलेकाहीँ उनीहरूको नेस्ट हुँदैन थियो अरे, कहिलेकाहीँ उनीहरूको पखेटामा लाग्थ्यो अरे, अनि कहिलेकाहीँ त उनीहरूले हिँड्ने बाटो पनि हुँदैन थियो अरे। यो कन्फ्लिक्टलाई सेटल गर्नको लागि त्यति बेलाको किङले चाहिँ एउटा ट्रिटी या फिर अन्डरस्ट्यान्डिङ अर कम्प्रोमाइज गर्न खोजे अरे बर्ड्स र ह्युमनको बिचमा। किङ अफ काठमाडौँ र बर्ड्सहरूको ट्रिटीमा के चाहिँ कम्प्रोमाइज थियो भन्दाखेरि बर्ड्सहरू चाहिँ मनसुन सिजन भरि स्काईमा मजाले फ्लाइ गर्न पाउँछन् अरे, किनकि मनसुन सिजन भनेको उनीहरूको ब्रिडिङ र माइग्रेसन टाइम हो। त्यसै गरी ह्युमन्सहरूले त्यतिखेर मात्रै चङ्गा उडाउन पाउँछन् जब चाहिँ मनसुन एन्ड हुन्छ, त्यो भनेको दसैँ आउने बेला। त्यसैले हामी चङ्गा रमाइलोको लागि मात्रै होइन तर आफ्नो कल्चर र आफ्नो कम्युनिटीको लागि पनि उडाउने गर्छौँ। अनि थिएन त रमाइलो स्टोरी? अझै यस्तै नेपालको रमाइलो कुरा थाहा पाउनको लागि डोन्ट फर्गेट टु फलो अस ओन्ली अन गजबको।